कानुनको विद्यार्थीको हैसियतले एउटा सानो कुरा भन्न मन लाग्यो। ओली लेखक पक्राउ पर्नुभयो, उहाँहरू पक्राउ पर्नै थियो, किनकि उहाँहरू लगायत अन्य राजनीतिमा लागेका व्यक्तिहरूले धेरैवटा नराम्रो काम गरेर आज रासोपाले असम्भव मानिएको 2/3 बहुमत लिएर आएको छ। रासोपाको एजेन्डा के थियो? न्याय स्थापना गर्ने, आर्थिक विकास गर्ने, परराष्ट्र नीतिमा राम्रो सुधार ल्याउने, उनीहरूको नीतिको उनीहरूले बोलेको कुरा, उनीहरूको एजेन्डाकोले गर्दा जनताले धेरै भोट हालेका हुन्। तर पहिलो गाँसमै ढुङ्गा परे जस्तो चाहिँ के भयो भनेदेखि क्याबिनेटको पहिलो बैठकबाट नै उहाँहरूले निर्णय गरेर आज जसरी पक्राउ गर्नुभयो त्यो चाहिँ गैर न्यायिक छ, असंवैधानिक छ भनेर सबैले बुझेका छन्। प्रतिशोध राखेर फेरि अब अशान्तिमा देश ढकाल्ने कि न्यायिक प्रक्रियाबाट लिएर आउने, त्यो चाहिँ उहाँहरूले एउटा मेच्योर डिसिजन गर्नुपर्थ्यो। यसमा चाहिँ इमेच्योर्ड गृहमन्त्रीको इमेच्योर्ड डिसिजन देखिएको छ। उहाँहरूलाई जुन अहिले कार्की आएको प्रतिवेदन छ त्यही नै विवादास्पद छ, त्यसमा पूर्ण कुरा लेखिएको छैन, त्यसमा धेरै कुरा समावेश गर्नुपर्ने कुरा गरिएको छैन भनेर धेरैवटा विज्ञहरूले भनेका छन्। धेरैवटा कुराहरू आइरहेको छ। त्यसका बावजुद पनि उहाँहरूले त्यसलाई एकचोटि परीक्षण नगरिकन, त्यसमा उल्लेख भएको कुराहरू सार्वजनिक नभइकन, के छ कसो छ भन्ने कुरा बाहिर पब्लिकमा नल्याइकन उहाँहरूले जसरी आज पक्राउ गर्नुभएको छ त्यसले चाहिँ देशमा फेरि अशान्त मचिन्छ। हामीले त आर्थिक वृद्धि गर्नको लागि, देशमा एउटा स्थायित्व कायम गर्नको लागि, अब झै झगडा नहोस्, फेरि यस्तै क्रान्ति नहोस्, फेरि सडक नबलोस् भनेर चिताएर हामीले भोट हालेको हो। तर उहाँहरूले आज एकदम पूर्वाग्रह राखेर जसरी आज यो पक्राउ गर्नुभयो त्यो चाहिँ एकदमै नाजायज छ। त्यसले समाजलाई अशान्ततिर लान्छ। किनभनेदेखि अब आज एमाले र काङ्ग्रेसको फेरि कार्यकर्ताहरू आउँछन्, फेरि सडकमा नाराबाजी हुन्छ। त्यो नाराबाजी नहोस् भनेर हामीले रासोपालाई भोट हालेको हो। त्यो कारणले गर्दा एकदमै नराम्रो कुरा भयो। बालेन शाह जस्ता हो, ठिक छ, बालेन शाह पहिला सुरु मेयर हुँदाखेरि ओली सरकारले, देउबा सरकारले उहाँलाई सपोर्ट नगरेकै हो, ठिक छ। हाम्रो रवि लामिछानेको मुद्दामा पनि उहाँले जति गर्नुपर्ने त्योभन्दा धेरै बढी गर्नुभयो, त्यो पनि ठिक छ। तर राम्रो काम गर्छु, म असल शासन लिएर आउँछु, न्यायको स्थापना गर्छु भनेको पार्टीले नै न्यायिक प्रक्रियालाई अवलम्बन नगरिकन यसरी काम गर्दा चाहिँ जनताले फेरि पुरानै दृष्टि देखिरहेछन्। त्यसमा चाहिँ एकदम ठुलो विचार गर्नुपर्ने कुरा छ। किनकि अहिले सबैले के भनेका छन्, यो क्याबिनेट एकदम इमेच्योर छ, इमेच्योर डिसिजन लिन्छ। यसले भनेको भन्दै पनि तपाईँहरूले यस्तो इमेच्योर डिसिजन गर्नुहुन्थेन। नयाँ सरकार आउँदाखेरि सबै यति हौसला थियो, ल हाम्रै भाइ हाम्रै बहिनीहरू जस्तै मान्छेहरू नेता मन्त्री बन्यो भनेर कति खुसियाली थियो समाजमा। तपाईँहरूको आजको निर्णयले उनीहरूलाई सबैलाई दुःखी बनाएको छ। तपाईँले न्यायिक परीक्षण गरेर उनीहरूलाई दोषी अदालतमा उभ्याएर उनीहरूलाई दोषी ठहर गरेर पक्राउ गर्नुभएको भए छुट्टै कुरा हुन्थ्यो। प्रधानमन्त्री जस्तो भइसकेको मान्छेलाई ल त्यो हैसियतको कुरा नगरौँ, तर जोसुकै